म भिएफएस ग्लोबलको अफिसियल वेबसाइटमा गइसकेको छु। यदि तपाईँलाई यो लिङ्क थाहा छैन भने अथवा यो वेबसाइटको नाम थाहा छैन भने तपाईँलाई म यही भिडियोको डिस्क्रिप्सनमा दिनेछु, तपाईँले त्यहीँबाट जान सक्नुहुन्छ। यदि तपाईँसँग आफ्नो एक्टिभ एकाउन्ट छ भने साइन इन गर्नुहोस्। यदि छैन भने चाहिँ आई डोन्ट ह्याभ एन एकाउन्ट भन्ने अप्सनमा क्लिक गर्नुहोस्। त्यहाँ गइसकेपछि यस्तो खालको इन्टरफेस खुल्छ। त्यसपछि तपाईँको एक्टिभ इमेल आइडी, पासवर्ड टाइप गर्दाखेरि स्मल लेटर, क्यापिटल लेटर, नम्बर र एउटा सिम्बल पनि टाइप गर्नुपर्ने हुन्छ। त्यसपछि यहाँ फोफो आइरहेको हुन्छ, त्यहाँनिर चाहिँ तपाईँले क्लिक गरेर नेपाल भन्ने चुज गर्नुहोस्। यहाँ टाइप गर्नुभयो भने नेपाल आइहाल्छ र नेपाल चुज गर्नुहोस् र तपाईँले यहाँ चाहिँ आफ्नो एउटा मोबाइल नम्बर दिनु। यहाँ सबै ठाउँमा चेक लगाउनुहोस् र त्यसपछि यहाँ रजिस्टर भन्ने अप्सनमा क्लिक गर्नुहोस्। तपाईको भिएफएस ग्लोबलको आइडी चाहिँ रजिस्टर भइसकेको छ। अब तपाईँलाई आफ्नो इमेल आइडीमा एउटा इमेल आउँछ, त्यसमा चाहिँ तपाईँले एक्टिभेसन एकाउन्ट भन्ने अप्सनमा क्लिक गर्नुहोस्। यसरी क्लिक गर्नुभयो भने चाहिँ तपाईँ अब साइन इन गर्नुपर्ने इन्टरफेसमा पुग्नुहुन्छ है। एक्टिभेसन सक्सेसफुल भनेर आएको छ तपाईँको इमेल आइडी र अब पासवर्ड टाइप गर्नुहोस्। पासवर्ड टाइप गर्दा चाहिँ अहिले चाहिँ यसरी किबोर्ड नै आउने भएको छ। यहाँनिर टाइप गर्दा तपाईँले के याद गर्नुपर्ने हुन्छ भने तपाईँले अगाडि राख्नु भएको पासवर्डमा चाहिँ नम्बर, क्यापिटल लेटर, स्मल लेटर अनि सिम्बल राख्नु भएको हुन्छ, हो त्यो चाहिँ याद गर्दै टाइप गर्नुपर्ने हुन्छ है। यो मिस्टेक भयो भने फेरि साइन इन हुँदैन र साइन इन भयो। अब चाहिँ स्टार्ट न्यू बुकिङ गर्नुहोस् है। एउटा एकाउन्टबाट एकजना भन्दाको बढीको डेट लिन नमिल्ने बनाएको छ अहिले चाहिँ। त्यसपछि यहाँ तल गएर सेलेक्ट क्याटेगोरीमा जानुहोस्। यदि तपाईँ स्टुडेन्ट हो भने स्टुडेन्ट चुज गर्नुहोस्। सिओई एक्सेप्ट स्टुडेन्ट भनेको चाहिँ वर्किङहरूको लागि हो। यो तपाईँले आफूलाई क्याटेगोरी मिल्ने क्याटेगोरी चुज गर्नुहोस्। तपाईँले थोरै इफोर्ट लगाउने हो भने डेट जति पनि पाउँछ र सजिलै तपाईँ आफैले डेट एपोइन्टमेन्ट लिन सक्नुहुनेछ। देख्न सक्नुहुन्छ डेट जति पनि छ। अलिकति तपाईँले चाहिँ मेहनत गर्नुभयो भने आफैले डेट लिन सक्नुहुन्छ। अब कन्टिन्यू भन्ने अप्सनमा क्लिक गर्नुहोस्। अब तपाईँलाई यहाँ चाहिँ एउटा फर्म भर्नुपर्ने हुन्छ। तपाईँको आफ्नो सबै डिटेलहरू चाहिँ यसमा भर्नुपर्ने हुन्छ। यो फर्म चाहिँ तपाईँले 29 सेकेन्डभित्र भरिसक्नुपर्छ है। यहाँ माथि टाइम दिएको छ। मैले सबै फर्महरू भर्दैछु अहिले। यहाँ फर्स्ट नेम, मिडल नेम यो सबै मिलाएर भर्नुपर्ने हुन्छ। त्यसपछि जेन्डर मेल अथवा फिमेल, त्यसपछि डेट अफ बर्थ। यही क्यालेन्डरमा तपाईँले क्लिक गर्नुभयो भने क्यालेन्डर खुल्छ। यो चाहिँ मिस्टेक नगरी भर्नुपर्ने हुन्छ है। त्यसपछि नेसनलिटी, एन क्यापिटल टाइप गर्नुभयो भने एनबाट नाम आउने देशको नामहरू डिस्प्ले हुन्छ। तपाईँले नेपाल चुज गर्नुहोस्। त्यसपछि पासपोर्ट नम्बर मिस्टेक नगरिकन टाइप गर्नुपर्ने हुन्छ। पासपोर्टको एक्सपायर डेट भन्ने हुन्छ, त्यो एक्सपायर डेट पनि मिस्टेक नगरिकन भर्नुहोस्। त्यसपछि यहाँ 977 टाइप गर्नुहोस् र तपाईँले एउटा मोबाइल नम्बर टाइप गर्नुहोस्। आफ्नो मोबाइल नम्बर दिनुभयो भने राम्रो हुन्छ। त्यसपछि इमेल आइडी चाहिँ तपाईँले जुन आइडीबाट एकाउन्ट बनाउनु भएको थियो त्यही आइडी दिनुहोस् र यसलाई सेभ गर्नुहोस्। त्यसपछि तपाईँलाई यहाँ केही आवश्यक पर्यो भने एडिट पनि गर्न मिल्छ। त्यसपछि तपाईँ कन्टिन्यू गर्नुहोस्। जेनेरेट ओटिपीमा क्लिक गर्नुहोस्। यहाँ एउटा ओटिपी नम्बर आउँछ तपाईँको इमेलमा। अब एकचोटि इमेल खोल्नुहोस् है त। कहिले यहाँ चाहिँ अलिकति टाइम पनि लाग्छ। ओटिपी नम्बर आउन मेरोमा आइसकेको छ। म यसलाई कपी गर्छु र यहाँ गएर पेस्ट गर्छु है त र भेरिफाई गर्छु है। हेर्नुहोस् त ओटिपी भेरिफिकेसन सक्सेसफुल भनेर आइसकेको छ। अब कन्टिन्यू भन्ने अप्सनमा क्लिक गर्नुहोस् र तपाईँलाई यहाँ चाहिँ अब खुलेको डेटहरू डिस्प्ले हुन्छ है। यहाँ हेर्नुहोस् त डेटहरू जति पनि खुलिरहेको छ। अब अलिकति तल स्क्रोल गरेर हेर्ने हो भने यहाँ डेट थुप्रै छ। यो तपाईँले कुन एउटा सिलेक्ट गर्नुहोस् है। यहाँ लोड मोडमा क्लिक गर्नुभयो भने जति पनि तलसम्म देखाउँछ, अझै धेरै छ डेटहरू। तपाईँलाई आफूलाई चाहिँ टाइम मिल्ने डेट चुज गर्नुहोस् र त्यसपछि नेक्स्ट लेभलमा जानुहोस्। यो चाहिँ कन्फर्मको लागि मात्र हो। त्यसपछि यो एक्सेप्ट टर्म एन्ड कन्डिसनमा क्लिक गर्नुहोस्। त्यसपछि पे अनलाइन भन्ने अप्सनमा क्लिक गर्नुहोस्। त्यसपछि कन्टिन्यू गर्नुहोस् है। यसो पढ्नु भए पनि हुन्छ। नेक्स्ट स्टेपमा जानुहोस्।
अब तपाईले नेपालको कुनै पनि बैंकको डेबिट कार्ड हातमा लिनुहोस् र यो बैंक चाहिँ तपाईको मोबाइल बैंकिङ एक्टिभ भएको एकाउन्ट हुनुपर्ने छ है। यदि तपाईको यो बैंकमा मोबाइल बैंकिङ एक्टिभ छैन भने चाहिँ तपाईले यहाँबाट पेमेन्ट गर्न सक्नुहुन्न। त्यसैले मोबाइल बैंकिङ एक्टिभ भएको एकाउन्ट नै चाहिन्छ। त्यो कार्ड अब हातमा लिनुहोस्। अब यहाँ पेमेन्ट गेटवे खुलिसकेको छ। त्यो कार्डमा भएको नाम, 16 डिजिटको नम्बर, एक्सपायर डेट, सेक्युरिटी नम्बर हुन्छ। यो कुनै पनि मिस्टेक नगरिकन तपाईले भर्नुपर्ने हुन्छ। यदि इनकेस यहाँ मिस्टेक भयो भने तपाईको पेमेन्ट चाहिँ सक्सेस हुँदैन। म यहाँ भर्दैछु 16 डिजिटको नम्बर। त्यसपछि कार्डको एक्सपायर डेट हुन्छ। कार्डमा राम्रोसँग हेर्नु होला। त्यसपछि सेक्युरिटी नम्बर हुन्छ 3 डिजिटको। त्यसपछि पे भन्ने अप्सनमा क्लिक गर्नुहोस्। एकपटक चेक गर्नु भए पनि हुन्छ आफूले भरेको विवरण। मैले चाहिँ यसलाई सेभ गरेँ। अरु पनि डेट लिन छ मलाई। अब यसले चाहिँ ओटीपी कोड नम्बर तपाईको इमेल आईडीमा पठाउने कि मोबाइल नम्बरमा पठाउने सोध्छ। मैले मोबाइल नम्बरमा पठाउने भन्ने अप्सनमा क्लिक गरेको छु। मोबाइलमा ओटीपी नम्बर गइसकेको छ। अब तपाईले यो ओटीपी नम्बर मिस्टेक नगरिकन यहाँनिर टाइप गर्नुहोस्। पेमेन्ट कम्प्लिट भएको छ। अब तपाईलाई इमेलमा यसले चाहिँ यसरी पीडीएफ बनाएर तपाईको एपोइन्टमेन्ट लेटर आउँछ। यसलाई प्रिन्ट गरेर लानु होला।